घर जस्तै सुविधा र सम्पन्न वृद्धाश्रम निर्माण गरौँ। घर जस्तै सुविधा र सम्पन्न वृद्धाश्रम निर्माण गरौँ। ज्येष्ठ नागरिकलाई आफ्नै आमा बुवा सम्झी माया र प्रेरती भरौँ। ज्येष्ठ नागरिकलाई आफ्नै आमा बुवा सम्झी माया र प्रेरती भरौँ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, प्रमुख अतिथिज्यू, निर्णायक मण्डलज्यू र गुरुवर्ग एवं मेरा प्यारा साथीहरू, श्री श्रमिक माध्यमिक विद्यालय कक्षा 10 मा पढ्ने छात्र अनिल गुप्ताको तर्फबाट न्यानो अभिवादन। आजको यस कार्यक्रमको आयोजक रहेको छ दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थल र उहाँहरूले मलाई सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा धेरै धेरै आभारी व्यक्त गर्न चाहन्छु। म आज एउटा दृश्यबाट सुरु गर्न चाहन्छु। बिहानको घाममा घरको आँगनमा बसिरहनु भएको एउटा हजुरबुवा बाटो हेर्नुहुन्छ, किनकि उनको मनमा नि आफ्नो परिवारको आवाज सुन्न चाहन्छ। यो दृश्यले हामीलाई बताउँछ कि हामीले ज्येष्ठ नागरिकको संरक्षण गर्न सकेका हो कि छैनौँ भनेर हामीलाई बताउँछ। ज्येष्ठ नागरिक केवल उमेरले मात्र वृद्ध होइन, उनीहरू विभिन्न प्रकारको ज्ञानले नि भरिएको हुन्छ, धनी हुन्छन्। ज्येष्ठ नागरिकको आफ्नो जीवनलाई त्याग अनि परिक्रमा अनि उनीहरूको कार्यहरूले गर्दा हाम्रो अहिलेको समाज निर्माण भएको हो। तर अहिलेको आधुनिक समाजमा मूल्यभन्दा नि सेवालाई बढी मान्यता दिएको देखिन्छ र संयुक्त परिवार टुटिँदै गएको छ, एकल परिवार निर्माण गर्दै गएको छ र ज्येष्ठ नागरिक घरमै भए पनि एक्ला हुन थालेका छौँ। अहिलेको मानव युगमा धेरै यन्त्रहरूको प्रयोग भएको छ र मानिसहरू पनि यन्त्रीय रूपमा बढिरहनुपर्छ र विभिन्न प्रकारको रोजगारीहरू पनि सबैसँग प्राप्त भएको छ, जसले गर्दा घरमा फसिनु भएको ज्येष्ठ नागरिक एकल हुन्छन्। उनीहरूलाई वास्ता गर्ने र उनीहरूलाई फुर्सद दिनलाई यो जेनेरेसन र यो पिरियडमा कसैसँग छैन उहाँहरूलाई फुर्सद दिनलाई। काममा गइरहनु भएको आफ्नै आमा बुवा आफ्नै छोरछोरीलाई धरि चाइल्ड केयर सेन्टरमा छोडेर जानुहुन्छ, किनकि उनीहरूलाई थाहा छ उहाँहरू काममा हुँदा उनीहरूको बच्चाहरूलाई हेर्ने कोही हुँदैन, उनीहरूको सन्ततिहरूलाई हेर्ने कोही हुँदैन र उनीहरूलाई राम्रोसँग थाहा हुन्छ कि उनीहरूलाई चाइल्ड केयर सेन्टरमा उनीहरूको बच्चा राम्रोसँग घुलमिल हुन्छ, राम्रोसँग बढ्न पाउँछ, सिक्न पाउँछ भनेर उनीहरूले राख्छ। अनि त्यो कुरा गर्नु किन गर्नु, विदेशकै कुरा गरौँ न। विदेशमा बिरामी भएको मानिसहरू अस्पताल लगिन्छ र निको भएपछि अस्पताल ल्याइन्छ, निको भएपछि घर ल्याइन्छ, बिचुको हेरचुहार पनि अस्पतालले गरिन्छ। यो सन्दर्भले हामीलाई बुझाउँछ कि ज्येष्ठ नागरिकहरू पनि हाम्रो होइन घरमा भन्दा राम्रो वातावरण, ज्येष्ठ नागरिकहरूलाई घरमा भन्दा राम्रो वातावरण पनि वृद्धाश्रममै हुने भएको छ। वृद्धाश्रम केवल परित्यागको ग्रह होइन, वृद्धाश्रम ज्येष्ठ नागरिकलाई एउटा छानो हो त्यहाँ ज्येष्ठ नागरिकले राम्रो सन्तुलित भोजन व्यायाम त्यति मात्रै नभए आफ्नो उमेर समान उमेरका साथीहरू पाउँछन् जोसँग आफ्नो दुःख सुख पीडा अनुभवहरू बाँड्न सक्छन्। अन्त्यमा म यति भन्न चाहन्छु कि ज्येष्ठ नागरिकको संरक्षण गर्नु भन्दा नि आफ्नै भविष्य बचाउनु हो, किनकि भविष्यमा पनि हामी ठुलो हुने हो, हामी पनि एक प्रकारको ज्येष्ठ नागरिक बन्ने हो र समाजले पनि हामीलाई अहिलेबाट निर्माण गर्ने